हेलो एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला भन्ने मैले आशा राखेको छु। र आज तपाईँहरूले माझ एउटा सानो स्टोरी लिएर आएको छु, जुन स्टोरीको कारणले ममा पनि एउटा हरेक मुस्किलहरू थियो। जब मैले यो स्टोरी सुने आफूले आफूलाई चेन्ज गर्ने मौका पाएको थिएँ र म पनि त्यो मुस्किलबाट निस्किने मौका पाएको थिएँ। आज सेम लाइक म त मुस्किलबाट निस्किन सकेँ भने तपाईँहरू निस्किन सक्नुहुन्छ या सक्नुहुन्न, त्यो तपाईँहरूको हातमा छ। र म एउटा सानो स्टोरी हजुरहरूलाई सुनाउन चाहन्छु, जुन भनेको एकादेशमा एउटा गाउँ थियो। जुन गाउँमा भनेको दुईजना बुबा र छोरी बस्नुहुन्थ्यो र छोरी हरेक चुनौतीपूर्ण काम गर्थ्यो र त्यो काममा चाहिँ उसले खालि मुस्किल र बाधा मात्र आउँथ्यो। जब मुस्किल र बाधा आउने क्रममा छोरी रुँदै बुबा भाटामा जान्छन् र भन्छन्, बुबा मैले आज हरेक काम गर्दा पनि मलाई मुस्किल आउँछ। आज म हरेक चुनौतीपूर्ण मुस्किल धानिरहेको छु, तर पनि आज मेरो लाइफ मैले सोचे जस्तो बनाउन सकिनँ भनेर रुन्छन्। र यत्तिकैमा बुबाले छोरीको हात समातेर किचनतर्फ लैजान्छन्। जब किचनतर्फ लैजाने क्रममा भन्छन्, बुबा तपाईँले के गर्न लिएर गएको किचनमा भनेर सोध्छन्। तर बुबाले केही नबोलिकन 3वटा भाँडा निकाल्छन् र 3वटा भाँडा निकालेर चुलोमा बसाल्छन् र चुलोमा बसालिसकेपछि त्यहाँ पानी हाल्छन्। र फेरि छोरीले सोध्छिन्, बुबा तपाईँले के गर्नुभएको, यसमा पानी हालेर के गर्नुभएको, मलाई यति धेरै मुस्किल आइरहेको छ, तर तपाईँ भने यहाँनिर अर्को नै काम गरिरहनु भएको छ। फेरि छोरीले भन्छन् र बुबा केही नबोलिकन चुप लागेर त्यो आफ्नो काम लगातार गरिरहनुहुन्छ। जब लगातार गर्ने क्रममा फेरि बुबाले आलु, अन्डा र कफी निकाल्नुहुन्छ र फेरि त्यो उम्लिरहेको पानीमा आलु हाल्नुहुन्छ, अर्को भाँडामा अन्डा हाल्नुहुन्छ र अर्को भाँडामा कफी हाल्नुहुन्छ। र त्यसै गरी जाने क्रममा फेरि छोरीले सोध्छिन्, बुबा म तपाईँलाई फेरि पनि भन्दैछु कि म यति धेरै मुस्किलमा पर्दैछु, तर तपाईँ भने यहाँनिर अन्डा, आलु, कफी बनाउँदै हुनुहुन्छ म भनेर भन्छन्। र फेरि बुबा केही नबोलिकन लगातार आफ्नो कामतर्फ लाग्छन्। जब त्यो पाक्छ, जब पाकेर उहाँले एउटा प्लेट निकाल्नुहुन्छ, 2वटा प्लेट र एउटा कप निकाल्नुहुन्छ र 2वटा प्लेटमा त्यो आलु हाल्नुहुन्छ। फर्स्टको प्लेटमा आलु हाल्नुहुन्छ र सेकेन्डको प्लेटमा अन्डा हाल्नुहुन्छ र एउटा कपमा त्यो कफी हाल्नुहुन्छ। जब कफी हाल्ने क्रममा बुबाले फेरि भन्छन् कि बुबा तपाईँले यो के गरेको भनेर सोध्छन्। तर यो टाइममा बुबा बोल्नुहुन्छ र भन्नुहुन्छ, बुबाले ल हेर छोरी, यो आलु यो पानीमा हाल्नुभन्दा अगाडि एकदम कडा र बलियो थियो, तर जब यो पानीमा हालेर निकालियो यो अहिले नरम भएको छ, यो नाजुक भएको छ। आज त्यसै गरी हेर अर्को प्लेटमा रहेको छ अन्डा, ल हेर यो अन्डा जुन पानीमा हाल्नुभन्दा अगाडि यो एकदम नरम थियो, यो नाजुक थियो, यो छुँदा पनि फुट्थ्यो, यो अलिकति बलले समात्यो भने पनि फुट्थ्यो, तर ल हेर पानीमा हालेर निकालिसकेपछि यो एकदम बलियो भएको छ। र त्यसै गरी फेरि कफीतर्फ देखाउँदै भन्छन्, र ल हेर यो कफी मैले जब यो पानीमा हालेँ नि, यो कफी आफू नबदलिएर उसले पानीलाई नै बदलिदियो। आज सेम लाइक तिमी कुन सिचुएसनमा छौ र तिमी के गर्न चाहन्छौ त्यो तिमीले आफैले गर्ने हो। आज तिमी बदलिएर गर्न चाहन्छौ या तिमी मुस्किलको सामनामै बसेर गर्न चाहन्छौ, त्यो तिम्रो हातमा छ भनेर भन्नुहुन्छ। र छोरीको मनमा एउटा चिसो पस्छ र साँच्चै नै आज जसरी यो कफीले रङ परिवर्तन गरेको थियो, आज पानीलाई बदलेको थियो, त्यसै गरी म पनि आज लाइफमा आफूलाई बदल्ने कोसिस गर्छु। अझ जति धेरै मुस्किल आए पनि, जति धेरै सामना आए पनि म आफ्नो लाइफलाई अगाडि बढाउँछु। चुनौतीपूर्ण कामहरूलाई पनि, मुस्किलहरूलाई पनि हटाएर म आफ्नो कामतर्फ लाग्छु भन्छन्। र यत्तिकैमा स्टोरी सकिन्छ। आज हेर्नुहुन्छ भने जब यो स्टोरी के हो भनेर तपाईँहरूलाई बुझाउन गइरहेको छु। स्टोरी त तपाईँहरूले सुन्नुभयो तर बुझ्नु भएन होला। सो म यसको मोरल पनि तपाईँहरूलाई भन्न गइरहेको छु। र मोरल भन्न गइरहेको छु तपाईँहरूलाई, जसरी यो कथा जसरी कोही टुट्छन् त यो विपरीत सिचुएसनमा कोही टुट्छन् त कसैले रेकर्ड तोड्छन् कि आज हेर्नुहुन्छ भने सेम लाइक आज मैले पनि त्यो सिचुएसनमा म नटुटेर आफूलाई रेकर्ड तोडेको हो कि। आज जसरी मैले रेकर्ड तोडेँ, मैले यो स्टोरी सुनेर रेकर्ड तोडेँ, हजुरहरू पनि रेकर्ड तोड्नुहुन्छ भन्ने आशा राखेको छु। बाँचुन्जेल हेर्नुहुन्छ भने बाँचुन्जेल हरेक मुस्किलहरू आउँछ कि, तर त्यसलाई सहनशील हुन, त्यसलाई सामना गर्ने आफ्नो एउटा आत्मबल हुनुपर्छ। आज हेर्नुहुन्छ भने ममा पनि त्यो आत्मबल थियो र मैले पनि त्यो आत्मबलबाट आफूलाई हटाउने मौका पाएको थिएँ। आज त्यो आत्मबललाई बढाउने मौका पाएको। यसबाट तपाईँ भाग्न खोज्नुहुन्छ या आफूलाई सहनशील जुटाउन चाहनुहुन्छ, त्यो तपाईँहरूको हातमा छ। आज कन्डिसन जस्तो सुकै आओस् के, तर आफूमा सहनशीलता हुनुपर्छ। आज त्यो सहनशीलता ममा थियो र मैले त्यो सहनशीलतालाई तोडेँ। त्यसै मनस्थिति जस्तो हुन्छ त्यसलाई आफूले बदल्ने कोसिस गर्नुपर्छ। आज तपाईँ अलवेज स्ट्रङ र पोजिटिभ हुनुपर्दछ। तपाईँ थाकेर बस्नुहुन्छ या आफूले स्ट्रङ भएर चुनौती र अवसरलाई ट्रान्सफर गर्न चाहनुहुन्छ, त्यो तपाईँहरूको हातमा छ। चोइस इज योर लाइफ। र आज त्यसै गरी अर्को कुरा के हो भन्दाखेरि आज हाम्रो नेपालमा नभएर विश्वमै यो कोभिड-19 को एकदम महामारी फैलिरहेको छ र यो टाइममा हामीले
के गर्न सक्छौँ, कसो गर्न सक्छौँ र आफू पनि बचेर अरूलाई पनि कसरी बचाउन सक्छौँ भन्नेतिर एउटा थोरै केही भन्न जाँदैछु। जुन आज तपाईँ पनि कुनै घरबाट बाहिर निस्किनुहुन्छ भने आफू पनि सेफ भएर निस्किनुहोस् र अरूलाई पनि सेफ हुनुबाट बचाउनुहोस्। जस्तो आज मास्क, सेनिटाइजर हरेक चिजहरू उपलब्ध छ र तपाईँहरूले त्यो युजहरू गरेर पनि बस्न सक्नुहुन्छ। तपाईँहरूले त्यो युज पनि गर्न सक्नुहुन्छ। आज हामी एउटाले गरेर हजारजनाको लाइफ बर्बाद हुनसक्छ के हो। सो त्यही भएर बी केयरफुल हुनु, यति भन्दै म मोटिभेसनल स्पिकर शमशेर अधिकारी बिदा हुन्छु। हस्त, नमस्ते।